प्रिय नानी बाबुहरू, तिम्रा हरेक सपनाहरू पुरा गर्नको निम्ति, तिम्रा हरेक चाहनाहरू पुरा गर्नको निम्ति, तिमीलाई अथाह खुसीहरू बटुल्नको निम्ति तिम्रा बाबा मम्मीले दिनरात अहोरात्र पसिना बगाएर आफ्ना पीडाहरू, आफ्ना खुसीहरू आफ्नै मनभित्र गाँठो पारेर न राम्रो लाए, न राम्रो खाए, तिम्रै भविष्य बनाउनको लागि दिनरात अर्काको घरमा मजदुर गरेर तिम्रो खुसीको लागि कति सङ्घर्ष गर्दै हुनुहुन्छ नानी बाबुहरू। तर तिमीलाई पनि त थाहा हुनु पर्यो, मेरो बाबा मम्मीले बगाएको पसिनाको थोप्ला थोप्लाको ऋणको पसिना मैले पनि तिर्नुपर्छ बाबा मम्मी, ताकि मैले आफ्नो भविष्य बनाउनु पर्छ। हो नानी बाबुहरू, अहिले तिमीलाई बाबा मम्मीले बाबु यस्तो गर न, उस्तो गर न, यो ल्याउ न, ऊ ल्याउ न, तिमी पढ्नुपर्छ, बिहान उठेर यस्तो गर, राति सुत्ने बेला यो गर, हरेक चेतनाका ज्ञानहरू दिन रात दिइरहनुहुन्छ। तर तिमीलाई त बाबामाको अर्थी उपदेश पनि तितो लाग्न थाल्छ। साथीले जाउँ आज गाँजा खान, भाङ खान, धत्रो खान, जाँड खान, रक्सी खान, यावत कुराहरू जे भन्छ साथी नै प्यारो लाग्छ। बिस्तारै तिमीहरू कुलततिर लाग्दै जान्छौ बाबु नानीहरू, अनि तिमीहरू पनि ठुलो हुन्छौ। बाबा मम्मीको कुनै पनि आदेश निर्देशनलाई पालना गर्दैनौ, अनि तिमीहरू ठुलो हुन्छौ, तिमीहरू पनि बिहे गर्छौ, तिम्रा पनि सन्तान हुन्छन्। हिजो बाबा मम्मीको साथमा रहँदा तिमी कहिल्यै पनि भोको रहेनौ, तर अब तिमी आफैले कमाउँदा तिमी आफै भोको रहेर आफ्नो सन्तानको पेट भर्दैछौ। त्यसैले भन्छु बाबु नानीहरू, बाबा मम्मीको आदेश निर्देशनलाई पालना गर, बाबा मम्मीले देखाएको मार्गमा हिँड, मैले भनेको गर, मैले झैँ नगर भन्ने एउटा सिद्धान्तलाई अवलम्बन गरेर हिँड। सधैँ तिम्रो हरेक कदम कदममा सफलताको लागि बाबा मम्मीले जति नै सङ्घर्ष पसिना बगाउन तयार हुनुहुन्छ, यसको लागि तिमी आफै अग्रसर रहो। आफ्नो अन्धकारलाई उज्यालो बनाऊ, दियो बाल, जुन दियोमा दिनरात तिम्रै बाबा मम्मीले तेल थपिदिनु हुनेछ। जब तिम्रो पछाडि रहेको अन्धकार बिस्तारै हट्दै जान्छ, सम्झ त्यहाँ तिम्रो बाबा मम्मी कति खुसी हुनुहुन्छ। हिजो बगाएका हरेक आँसुका थोपा थोपा, हिजो पारेका हातका हरेक ठेलाहरू अब ती सबै खुसीमा परिणत हुन्छन्, र तिम्रो भविष्य पनि समृद्ध सुख शान्ति छाउँछ। तिमीले आफ्नो भविष्य बनाउनको लागि गर्ने हो सङ्घर्ष। त्यसैले बाबा मम्मीको आदेश निर्देशनलाई पालना गर है नानी बाबुहरू। साथीभाइको सङ्गतले बिग्रिन सक्छ। जुन साथीभाइले जुनसुकै व्यवहार गरे तापनि, जुनसुकै कुरा भने तापनि, ती सबै कुराहरू बाबा मम्मीलाई सेयरिङ गर, किनकि तिमीहरूलाई थाहा हुँदैन कुन गलत कुन राम्रो भनेर छुट्याउने जिम्मेवारी बाबा मम्मीलाई देऊ। जज बाबा मम्मी हो, भगवान् बाबा मम्मी हो, तिम्रो हरेक सफलतालाई सफल गराउने बाबा मम्मी हो। त्यसैले बाबा मम्मीलाई भगवान् भक्त ठानेर पूजा गर है। मेरो आशीर्वाद छ। साथीको सङ्गतले बिग्रिने होइन, बाबा मम्मीको आदेश निर्देशनमा हिँड्ने गर। कुनै पनि कुरो बाबा मम्मीलाई साथी सम्झेर सेयर गर्ने गर। तिमीहरू कहिले पनि दुःखी हुनु पर्दैन, तिमी कहिले पनि असफल हुँदैनौ। सधैँ तिम्रो सफलताका हरेक कदमहरू अगाडि बढ्नेछन्। जय होस्, जय देश, जय नेपाल, जय स्वाभिमान।